त्यसै गरी सुज एन्ड सक्स काउन्टिङ भन्छ नि है, यसलाई भन्छ के भन्छ सोकु जोकु है, सोकु जोकु। अब यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि सोकु जोकु भनेपछि यस्तो डबल आउने बित्तिकै हामी चाहिँ अर्को वालामा हेर्ने होइन, जोकुलाई हामी प्रश्न गर्दाखेरि युज गर्छौँ। अब यो सुज एन्ड सक्स काउन्टिङ भनेर बुझ्नु पर्यो, एक जोर जुत्ता एक जोर मोजा यसरी के है, त्यसलाई चाहिँ हामी काउन्ट गर्दा चाहिँ सोकु अथवा जोकुमा काउन्ट गर्छौँ। जस्तो सुज भन्नु पर्यो भने चाहिँ हामीले के भन्छौँ भन्दाखेरि कुचु भन्छौँ है, सक्स भनौँ न है, सक्स यही हुन्छ क्या स्पेलिङ होइन, सक्स ओके। सक्स भन्नु पर्यो भने कुचु सिता हुन्छ ल, सक्स भन्नु पर्यो भने के रहेछ कुचु सिता भन्छौँ ओके। यो चाहिँ त्यो भयो। अब प्रश्न गर्दा जहिले पनि के ध्यान दिनु पर्यो, नान जोकु है, नान जोकु प्रश्न गर्दाखेरि नान जोकु। अनि यसमा चाहिँ युज हुने भने कसरी हो भन्दाखेरि तपाईँको चाहिँ नम्बर काउन्टिङ सिस्टम प्लस सोकु हो युज हुने, सबैमा जोकु लाग्दैन के, सोकु नै लाग्ने है, बुझ्नु पर्यो ओके। यसमा चाहिँ हामीले यसरी गर्छौँ। अब यसलाई चाहिँ युज हुने भने कसरी के केमा रहेछ भन्दाखेरि जुत्ता मोजा चप्पल काउन्ट गर्दा प्रयोग गरिन्छ, जुन चाहिँ जोरमा आउनेको हिसाबका कुराहरू छ भने चाहिँ हामीले जोकु अथवा सोकुमा काउन्ट गर्छौँ है। त्यसै गरी एक जोर भन्नु पर्यो भने चाहिँ हामीलाई इस्सोकु, इचिसोकु होइन कि इस्सोकु भन्नु पर्यो है, इचिसोकु होइन कि इस्सोकु, यहाँ फरक छ नि, त्यही भएर है रेड लाइनले बुझ्छ। दुई जोर भन्नु पर्यो भने नि सोकु, तीन जोर भन्नु पर्यो भने तीनमा जहिले पनि त्यो दुईटा तिनटा आउने क्रममा चाहिँ हामी के गरिन्छ भन्दाखेरि दुईटा तिनटा आयो भने चाहिँ थर्डमा लेख्ने भनेको यो जुन चाहिँ तेन लाखको कुराहरू लेखिन्छ भनेर बुझ्नु पर्यो। जस्तो हामीले गर्दै गर्दाखेरि जस्तो तिनटा चिजहरू लेख्ने क्या, एउटै चिजलाई चाहिँ तिनटामा काउन्ट गर्ने तिनटा तरिकाले म्याथडले भन्नु पर्यो भने चाहिँ जहिले पनि तेन लाखवाला चाहिँ जहिले पनि प्रश्न हुन्छ भनेर बुझ्नु पर्यो है हामीले। के रहेछ सान जोकु। त्यसै गरी चार जोर भन्नु पर्यो भने योन सोकु होइन, पाँच जोर भन्नु पर्यो भने गो सोकु है, छ जोर भन्नु पर्यो भने के भनेछ है सोकु ए रोकु सोकु ए रोकु सोकु के सरी रोकु सोकु। त्यसै गरी सात जोर भन्नु पर्यो भने के छ नाना सोकु है, आठ जोर भन्नु पर्यो भने हाच्ची सोकु होइन कि हास्सोकु भन्नु पर्यो होइन, हास्सोकु। त्यसै गरी नौ जोर भन्नु पर्यो भने क्यु सोकु। 10 जोर भन्यो, 10लाई त पुरा सेम हो, एकचोटि एउटा हामी मिलेटवाला केसहरू बुझ्यौँ भने चाहिँ मजाले यो कुराहरू चाहिँ मजाले सकिन्छ है। जिस्सोकु भन्छ नि, एउटा जिस्सोकु अथवा अर्को चाहिँ जिउसोकु है, जिउसोकु ओके। यसमा पनि जिउसोकुमा पनि उ भनेर सोचिन्छ, लेख्ने क्रममा चाहिँ के रहेछ भनेर ध्यान दिनुपर्छ है। प्रोनाउन्समा त उ आउँछ कि भन्ने हुन्छ होइन, तर त्यो हुँदैन, लेख्ने क्रममा चाहिँ ध्यान दिनु पर्यो है, चिस्साइ चु आउँछ भनेर ध्यान दिनु पर्यो। प्रश्न गर्दाखेरि कति जोर भनेर भन्नु पर्यो भने नान जोकु। जहिले पनि यसरी दुईटा तिनटा यसरी दियो भने चाहिँ जहिले पनि जहाँ हामी तेन लाउँछौँ नि त्यसैलाई हामी प्रश्न बनाउँछौँ भनेर बुझ्नुपर्छ है त। यसलाई पनि है सक्स र है सुज काउन्ट गर्दा सोकु र जोकुमा काउन्ट गरिन्छ भनेर बुझ्नु पर्यो ल। त्यसै गरी नेक्स्ट छ जस्तो हाउस होइन, त्यसै गरी प्रिफेक्चर काउन्ट अब बुझ्नु पर्यो है। यो भनेको हाउस भनेको त बुझिहाल्नुहुन्छ। त्यसै गरी अर्को प्रिफेक्चर भनेको चाहिँ तपाईँको प्रान्त के, अब यो नेपालमा त छैन, यसलाई चाहिँ प्रदेश भनेर बुझ्दा भइहाल्यो, तर प्रदेशै होइन है, ट्याक्क प्रान्त भनेको है, बुझ्नुहुन्छ नि, प्रान्त भन्ने हुन्छ। त्यो काउन्ट गर्दाखेरि हामीले केन र गेनमा काउन्ट गरिन्छ। अघि भर्खर के भनिसकेपछि के बुझ्नु पर्यो भन्दाखेरि जहिले पनि तेन लागेको चाहिँ प्रश्न हुन्छ, यसरी दुईटा तिनटा आयो भने है, प्रश्न गर्दाखेरि के हुने रहेछ नन गेन ओके। त्यसै गरी नम्बर प्लस केन ओके, के रहेछ नम्बर प्लस केन है। यसमा घर अथवा प्रान्तहरू काउन्ट गर्दा चाहिँ हामीले के गरिन्छ प्रयोग गरिन्छ भनेर लेख्नु, प्रयोग गरिन्छ भनेर है। त्यसै गरी एउटा घर दुईटा घर यसरी भने एक भन्नु पर्यो भने चाहिँ इचिकेन होइन कि इक्केन ओके, इक्केन। त्यसै गरी दुईवटा भन्नु पर्यो भने निकेन, तीनवटा भन्नु पर्यो भने सानगेन है, चारवटा भन्नु पर्यो भने योन केन है। त्यसै गरी पाँचवटा भन्नु छ भने गो केन। त्यसै गरी छवटा भन्नु छ भने रोकु होइन कि रोक्केन है, रोकु होइन कि रोक्केन भनेर बुझ्नु पर्यो है, रोक्केन। त्यसै गरी सातवटा भन्नु पर्यो नाना केन। त्यसै गरी आठवटा भन्नु पर्यो नि हाची होइन कि
हाची केन होइन कि के भन्नु पर्यो, हाक केन है, यो होइन ल। अब भनाइमा चाहिँ फरक पर्दैन भन्न चाहिँ पाइयो, तर यही नै भनौँ है, प्र्याक्टिस गर्दै यही नै युज गरौँ हामीले। ओके, 9वटा भन्नु पर्यो भने क्यु केन है। त्यसै गरी 10वटा भन्नु पर्यो भने ज्यू होइन कि जिक्केन भन्छ एउटा होइन, जिक्केन। त्यसै गरी ज्युकेन है, ज्युकेन, ज्युकेन भन्नु पर्यो, जिक्केन है, जिक्केन अनि ज्युकेन भन्नु पर्यो। ओके, त्यसै गरी कतिवटा भन्दाखेरि नान गेन। जहिले पनि के ध्यान दिनु पर्यो भन्दाखेरि यस्तो 2टा 3टा यो एउटै चिजलाई 2टा 3टा भनेर आयो भने चाहिँ हामी प्रश्न गर्दा जहाँ तेन लागु हुन्छ त्यो प्रश्न गर्ने क्रममा त्यो तेन चाहिँ प्रश्न हुन्छ, तेन लागेको ठाउँ प्रश्न हुन्छ, अनि 3मा चाहिँ त्यो तेन लागेको कुरा आउँछ भनेर बुझ्नु पर्यो क्या हामीले। सिम्पल छ एकदम, त्यस्तो गाह्रो भन्ने चाहिँ छैन, त्यसलाई चाहिँ हेर्नुपर्छ। ओके ल, हाउस एन्ड प्रिफेक्चर काउन्ट गर्दा चाहिँ हामीले केन र गेनमा गरिन्छ भनेर बुझ्नु पर्यो, अथवा तल्ला काउन्टिङ भन्छ यसलाई है। अब यो तपाईँको फ्रिक्वेन्सीसँग म्याच हुन्छ ल, भन्नाले फ्रिक्वेन्सीलाई नै हामीले खाइमै काउन्ट गर्छौँ है। अब चाहिँ के बुझ्नु पर्यो भन्दाखेरि हामीले फ्लोर काउन्टिङलाई कसरी चिन्ने, फ्रिक्वेन्सी काउन्टिङलाई कसरी चिन्ने भन्ने कुराहरू हुन्छ है। सेन्टेन्स हेरेर थाहा पाउँछौँ है, हामीले सेन्टेन्स हेरेर थाहा पाइन्छ भनेर बुझ्नुहोस् है। त्यही अनुसारको फ्रिक्वेन्सीवाला त्यही अनुसारको सेन्टेन्स आउँछ भने फ्लोर तल्ला काउन्टिङको त्यही अनुसार सेन्टेन्स आउँछ भनेर बुझ्दा है। यो चाहिँ ध्यान दिनु होला। ओके, दुइटै एउटै हुँदैन, ख्याल गर्ने ल। त्यही अनुसारको सेन्टेन्स आउँछ, त्यही अनुसार हामीले बुझ्न सक्नु पर्यो। अनि यो प्लस तपाईँको चाहिँ यहाँ गाई छुटेको छ, यहाँ गाई पनि हुन्छ है, ध्यान दिनु होला। अनि अर्को कुरा काउन्टिङ गर्दाखेरि अब अगाडि त एउटा एउटा हुन्छ, तर कुनै पनि चिजलाई चाहिँ तपाईँको 2वटा अथवा 3वटा हिसाबले काउन्ट गर्छ भने जहिले पनि यो तेन लागेको कुरा देख्नु भएको छ नि, यो चाहिँ जहिले पनि प्रश्नमा प्रयोग गरिन्छ भनेर बुझ्नु पर्यो। अनि प्लस त्यो चाहिँ 3मा हुन्छ है, 3 नम्बरमा जान्छ भनेर ख्याल गर्ने है। त्यसै प्रश्न गर्दा नान गाई हुन्छ है, प्रश्न गर्दा नान गाई। अनि घरको तल्ला काउन्ट गर्दा प्रयोग गरिन्छ भनेर बुझिहाल्यो, 1 तल्ला 2 तल्ला 3 तल्ला होइन, 4 तल्ला भनेर बुझ्न सक्यो होइन, यसरी के। त्यसै गरी 1 तल्ला भन्नु पर्यो भने इची, ध्यान दिने है, इची खाइ होइन कि इखाइ हो है, यो ध्यान दिने। अब यो कहिले यहाँ यसो अप्सनमा दिइहाल्यो भने झुक्काउनलाई दिन्छ इची खाइ। अब धेरैले हामीले चाहिँ त्यो चिसाइ चुर हेर्दैनौँ, त्यो बुझ्दैनौँ, त्यही भएर इची हामीले इची नै पढेका हुन्छौँ नि त, त्यही भएर इची लेखिदिन्छौँ, त्यो रङ हुन्छ है। त्यसलाई पनि एकदम राम्रोसँग ख्याल गर्नु होला। अब त्यसै गरी 2 तल्ला भन्नु पर्यो भने नि खाइ है। त्यसै गरी 3 तल्ला भन्नु पर्यो भने यहाँ ध्यान दिने सान गाई हुन्छ है, सान गाई। त्यसै गरी 4 तल्ला भन्नु पर्यो भने योन खाइ है, 4 तल्ला भन्नु पर्यो भने योन खाइ। 5 तल्ला भन्नु पर्यो भने गो खाइ, 5 तल्ला भन्नु पर्यो भने गो खाइ। त्यसै गरी 6 तल्ला भन्नु पर्यो भने रोक खाइ है। अब यो त खासमा रोकु खाइ हो है, यो त भन्न पाएन, हामीले रोक खाइ भन्नु पर्यो है। त्यसै गरी 7 तल्ला भन्नु पर्यो नाना खाइ, 8 तल्ला भन्नु पर्यो भने हाक खाइ भन्छ है। अब धेरै चाहिँ हामीले हाची खाइ भनेर कन्फ्युज हुन सक्छौँ होला है, यसलाई ध्यान दिनु होला। हाची खाइ चाहिँ हुँदैन है, के हुन्छ, हाक खाइ हुन्छ भनेर ध्यान दिनु पर्यो। 9 तल्ला भन्नु पर्यो भने क्यु खाइ। त्यसै गरी 10 तल्ला भन्नु पर्यो भने जिक खाइ अथवा ज्यू खाइ। यसमा पनि के हुन्छ भन्दाखेरि तपाईँको जिक खाइ नदिएर तपाईँलाई चाहिँ कहिलेकाहीँ अब यो दियो भने यसरी अप्सनमा चाहिँ ज्यू खाइ पनि दुइटै दिन सक्छ है। धेरैले चाहिँ यो लगाइदिनुहुन्छ, यो सरासर रङ हुन्छ, यो राइट हुन्छ, ध्यान दिनु, बोक्न चाहिँ पर्यो यो कुराहरू। त्यसै गरी कति तल्ला भन्नु पर्यो भने नान गाई हुन्छ ल, नान गाई। ओके, गाई भन्नु पर्यो, खाइ भएको छ त्यहाँ, नान गाई। ओके, फ्लोर काउन्टिङलाई चाहिँ हामीले केमा गर्छौँ अरे, फ्लोर काउन्टिङलाई खाइ र है, खाइ र हामीले केमा गर्छौँ, गाईमा भनेर बुझ्नु होला है। त्यसै गरी थिन एन्ड लङ थिङ्स काउन्टिङ है। यो भनेको कस्तो भन्दाखेरि पातलो पनि हुनु पर्यो, त्यो वस्तु चाहिँ लामो पनि हुनु पर्यो। जस्तो पेन्सिल, बोतल, छाताहरू चाहिँ जुन चाहिँ पातलो हुन्छ अनि लामो वस्तु पनि हुन्छ, त्यसलाई चाहिँ होन बोन पोल। अब यो चाहिँ के बुझ्नुहोस् भन्दाखेरि तेन लागेको जहिले पनि यो 3मा हुन्छ, प्लस प्रश्न हो भनेपछि यो अटोमेटिक सबैलाई त्यही नै लाग्नु है, सेम यसरी बुझ्नु है। अब यसमा कतिवटामा केमा हुन्छ भनेर बुझ्नुहुन्छ भने चाहिँ यसमा चाहिँ हामीले जहिले पनि चिसाइ छु स्मल चुको केसहरू आउँछ। त्यो भनेको चाहिँ तपाईँको 1 6 8 10,
त्यसपछि 3 त्यहाँ भयो, बाँकी रहेको चाहिँ हामी ओनमा गरिन्छ भनेर बुझ्नु पऱ्यो है। यो चाहिँ तपाईँको पोन बोन होनको है, हामी चाहिँ यसलाई खान्जी भन्छ है, यसरी बुझ्दा भयो। ल त्यसै गरी प्रश्न गर्दा के भयो, नान बोन है, लामो वस्तु काउन्ट गर्दा प्रयोग गरिन्छ, जस्तै बोतल है, पेन्सिल, छाताहरू इत्यादि भनेर बुझ्दा भयो। एउटा भन्नु पऱ्यो भने इक्पोन है, 1 2 3, अब त्यो 10को खान्छ सेम भइहाल्यो, त्यसपछि पछाडि होनको खान्छ इक्पोन। त्यसै गरी निहोन है, निहोन, सानबोन है, सानबोन, जहिले पनि तेन तेन लाएको 3मा हुन्छ भनेर ख्याल गर्ने। 4वटा भन्नु पऱ्यो भने योनहोन है, 5वटा भन्नु पऱ्यो भने गोहोन। त्यसै गरी 6वटा भन्नु पर्ने रोपफोन है, रोपफोन। ओके, यहाँ चिसाइचु लाग्छ। त्यसै गरी 7वटा भन्नु पऱ्यो भने नाना फोन है, त्यसै गरी 8वटा भन्नु पऱ्यो भने हाफ फोन है। अब त्यसै गरी 9वटा भन्नु पऱ्यो भने क्यु होन है, क्यु होन। 10वटा भन्नु पऱ्यो भने जिप्पोन अथवा जिप्पोन है, जिप्पोन है, जिप्पोन अथवा जिप्पोन। ओके, यो चाहिँ दुईवटा ध्यान दिनु पऱ्यो। त्यसै गरी कतिवटा भन्नु पऱ्यो भने चाहिँ नान बोन है, नान बोन। ओके, यसमा चाहिँ पोन बोन होनमा हामी काउन्ट गर्छौँ। त्यसको चाहिँ कुन कुनमा कति नम्बरमा हामी पोन बोन होनलाई राख्ने भनेर बुझ्नु पऱ्यो, त्यति चाहिँ घोक्नुपर्ने हुन्छ, त्यही अनुसार बुझ्दा हुन्छ तपाईँहरू है। यसमा चिसाइ चुलाउने शब्दहरू आउँछन्, यसमा 3 मात्र भयो। यो प्रश्न पनि हुन्छ है, तेन तेन लाग्यो, त्यसपछि तेन तेन नलाग्यो। नर्मल्ली वर्ड चाहिँ तपाईँको के हुन्छ, त्यो चाहिँ बाँकी रहेको जति हामी युज गर्छौँ यो दुईवटा, त्यसपछि बाँकी रहेको नम्बरहरूमा चाहिँ हामी होलको प्रयोग गरिन्छ भनेर बुझ्नु पऱ्यो। ओके, त्यसै गरी अर्को छ तपाईँको ड्रिङ्क्स इटिसी इन कप्स एन्ड ग्लास काउन्टिङ भन्छ। जस्तै 1 ग्लास बियर, 1 ग्लास पानी, 1 ग्लास कफी, यस्तो टाइपको कुरा गरे भनेर बुझ्दा भयो है तपाईँहरूले। अब यसमा चाहिँ त्यस्तो खासै गाह्रो छैन, ड्रिङ्क्सको कुरा गर्दैछु, यो पनि पाइ बाई हाई, यहाँ पनि बुझ्ने तेन तेन लाएको 3मा हुन्छ, प्रश्न हुन्छ भनेर बुझ्नु पऱ्यो है नि। जस्तो हाईमा 2 होइन, 4 5 7 9 भइहाल्यो होइन। त्यसै गरी हाईमा चाहिँ सरी बाईमा चाहिँ तपाईँको के छ, 3 छ, पाईमा चाहिँ 1 6 8 10 छ है। प्रश्न गर्दाखेरि चाहिँ तपाईँको नान बाई हुन्छ। यो चाहिँ हामी के हुन्छ काउन्टिङमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि के हो त्यो कुराहरू म्याटर गर्छ। तपाईँले चाहिँ कसरी काउन्ट गर्ने हो भनेर सबै घोकेर साध्य हुँदैन। त्यही भएर तपाईँले कन्टेन्टलाई चाहिँ मेन कुरा, त्यसको टपिकलाई चाहिँ केमा काउन्ट गरिन्छ त्यो चाहिँ हामीले याद गर्नुपर्ने हुन्छ। ओके, त्यसै गरी पिउने वस्तु काउन्ट गर्दा प्रयोग गरिन्छ है, इप बाई, त्यसै गरी ली हाई, सान बाई है, योन हाई, गो हाई, त्यसै गरी 6मा भन्नु पऱ्यो भने रोप पाई है, 7मा भन्नु पऱ्यो भने चाहिँ तपाईँको नाना हाई, त्यसै गरी 8 भन्नु पऱ्यो भने हाफ पाई, 9 भन्नु पऱ्यो भने क्यु हाई है, क्यु हाई, त्यसै गरी 10 भन्नु पऱ्यो भने चाहिँ तपाईँको जिप पाई अथवा जिउ पाई है, जिउ पाई। त्यसै गरी कति गिलास भन्नु पऱ्यो नाना बाई भन्छ है, नाना सरी नान बाई, नाना होइन गभर्मेन्टले नान बाई भन्नु पऱ्यो है, नान बाई। ओके, यसलाई चाहिँ ध्यान दिनु पऱ्यो। ओके तपाईँहरू, अब यसको चाहिँ यति नै भइहाल्यो है। ल अब लास्ट छ तपाईँको यो काउन्टिङको है, स्मल एनिमल्स है, एनिमल्स अनि फिस एन्ड इन्सेक्टहरू काउन्ट गर्दा चाहिँ हामी प्रयोग गरिन्छ भनेर बुझ्नु पऱ्यो। त्यसलाई पिकी बिकी हिकीमा काउन्ट गरिन्छ है, पिकी बिकी हिकीमा। त्यो तेन तेन लाके 3मा है, मारु लाको तपाईँको चाहिँ 1 6 8 10मा भनेर बुझ्नु पऱ्यो। बाँकी रहेको चाहिँ तपाईँको हिकीमा हुन्छ भनेर। स्मल एनिमल्स भनेको बिरालो, डगहरू, फिस भनेको चाहिँ इन्सेक्ट भनेको बुझिहाल्नु छ, पिकी बिकी है। प्रश्न गर्दा जहिले पनि है नान बिकी हुन्छ है, नान बिकी। त्यसै गरी जनावरलाई भन्नु पऱ्यो इफ पिकी है, एउटा जनावर भन्नु पऱ्यो इफ पिकी होइन। 2वटा भन्नु पऱ्यो नि हिकी, 3वटा भन्नु पऱ्यो भने सान बिकी है, 4वटा भन्नु पऱ्यो भने योन हिकी, त्यसै गरी 5वटा भन्नु पऱ्यो भने गो हिकी, त्यसै गरी 6वटा भन्नु भने रोप पिकी है, 7वटा भन्नु पऱ्यो भने है, त्यसै गरी 7वटा भन्नु पऱ्यो भने चाहिँ तपाईँको नाना हिकी, 8वटा भन्नु पऱ्यो भने हाफ पिकी, त्यसै गरी तपाईँको चाहिँ 9वटा भन्नु पऱ्यो भने क्यु हिकी है, 10वटा भन्नु पऱ्यो भने जिप पिकी है, जिप पिकी, त्यसै गरी अथवा जिउ पिकी है। कतिवटा भन्नु पऱ्यो भने नान बिकी है, नान बिकी भनेर बुझ्नु पऱ्यो, पिकी बिकी। अब यसमा चाहिँ कस्तो हुन्छ भन्दा तपाईँले मेन कुरा टपिक चाहिँ राम्रोसँग याद गर्नुभयो भने चाहिँ यसमा एमा काउन्ट गर्छ भनेर बुझ्नुभयो भने चाहिँ सजिलो हुन्छ। यस काउन्टिङमा चाहिँ 10मा चाहिँ त्यस्तो ग्रामर भनेर केही पनि छैन, जस्ट हामी चाहिँ काउन्टिङ मात्र हो भनेर बुझ्नु पऱ्यो है। यसपछि अरू अब टाइम पिरियडको काउन्टिङहरू पनि छ है।